सकियो प्लेन बनाएर च्यान कुदाउँदैछु तल्लोपट्टिलाई माटो पुगेन अब यति नै हुन्छ अब उताबाट पाम्दा पनि सायद पछि खोलाको भले त आउँ लाग्यो भन्ने डर लाग्यो पछि सायद यता जति चाहिँ माटो चाहिँ पुगेन माटो ल्याउनु त यहाँ टोयलेटको छेउसम्म ल्याइयो यहाँ टोयलेटसम्म हालियो हाल्न चाहिँ यहाँसम्म ल्याइयो माटो चाहिँ तानेर अब यतापट्टि तल्लो साइडको वाल सकियो अलिकति अब माटो भर्न चाहिँ बाँकी छ टप पुरा आइसकेको छ यता त भर्दै ल्याइँदैछ अब यहाँ अलिक थोरै माटो भर्न बाँकी रहेको छ अब एक टप चाहिँ पुरा भयो है तल्लोपट्टिको पुरानो घरपट्टिको चाहिँ वाल सकियो अब यहाँ माटो भर्न बाँकी छ माटो भर्ने काम हुँदैछ यो माटो भर्छौँ पुरा भएको है यहाँ माटो भर्न बाँकी छ उता भरेको छ यता भर्न बाँकी छ माटो भर्न मात्रै बाँकी रहेको है अब काम सकिएको पुरानो घरको यो अनि अब उता फेरि आजबाट जग खानु सुरु गरेको छ अब यता संसारको कुनै सेनासँग लड्न डराउँदिन तर गोर्खाली भन्ने बित्तिकै मुटु मान्छे लगाएर समय देखायो अब चाहिँ राम्रो देखिने फिनिसिङ टक्कै पर्दैन पुरै समयमा चाहिँ एक खालको देखिन्छ भाइ अब चाहिँ खतरा भयो यो त माथिल्लोपट्टिमा रोड समाउने काम रोड पार्किङ र रोडको भाग समाउने काम भयो जो अनिवार्य समर जित्ने जाति यो चम्कन्छ यो चम्कन्छ आगो हो यो नचलाउ सल्कन्छ यो सल्कन्छ समर जित्ने जाति चम्कन्छ यो चम्कन्छ यो मृत्यु फुल्चिन्छ तरा मर्दैन यो मर्दैन सबैलाई मित्र मान्छ
तर पनि अब केटाहरू पनि काम गर्ने भाइहरू पनि भाइ यस्तो गरेको छ ल यतापट्टिको जग खनिसकिएको छ। अब हामी भोलिबाट चाहिँ वालको काम सुरु गर्छौँ। ल सबै यसरी पानी निस्कियो, यसरी माथि यो रुद्राको फेदसम्म ठ्याक्कै खनेको छौँ। यहाँसम्म जग खनिसकियो, जग तयारी भयो। यत्रो अग्लो गयो, यसरी हामीले जग तयारी गरौँ। यतापट्टिको अलिकति समय रहेर यस चाहिँ अलिकति रहन्छ कि जस्तो छ, कसो हुन्छ। अब वर्षक चाहिँ प्रतिभा छ, केही न केही सपना छ, त्यही माया लाग्छ। नेपाली हुनुमा गौरव पनि भयो। जग भनेको ठुलो जाति अब यही देशको सीमाभित्र मैले जन्म लिएँ, गोर्खालीको सन्तान भनी गर्व गरेको थिएँ। जन्माएको आमाले हो घाँस काट्दा बाबु जीवन यसै गयो दुःख साट्दा साट्दै। हामीलाई के नै सुख छ र, सक्ने गर नसक्ने जमिनबाट नै जग सहित त धेरै नै उठ्यो नि, बाहिरी भागमै कति लाग्ला जम्मा गरौँ। पानी सुरु गर्छौँ। माथि निकाल्यो भने यहाँतिर चाहिँ धारा बनायो भने आवश्यकता अनुसार उता पनि लान सक्यो पानी, नभए आवश्यकता नहुँदा त खोल्सातिर पनि कटाइदिन सक्यो। ठ्याक्कै यो मनकाई दाइकोले किचकिच गरिराख्नु भएको छ, यो भत्काइदियो भन्छ। यहाँ गरेर पनि ठ्याक्कै धारा पनि बन्यो, उता उसको मनकाई दाइलाई पनि सेफ हुन्छ कि भन्ने हाम्रो गारा
यति उठिसकेको छ है। गाह्रो यति उठ्यो तल्लोपट्टिको करिब 8 ट्र्याक्टर ढुङ्गामा। हाम्रो तल्लोपट्टिको वाल एक स्टेप सकेर अर्को स्टेप पनि यति उड्दैछ। यसरी अर्को स्टेप उठाउन थालेको छौँ। यो चाहिँ अर्को स्टेप है। अर्को स्टेप हो। अब ढुङ्गा अझै एक दिन लाग्ने भयो। अझै ल्याइसकेको छैन ढुङ्गा। यो अर्को स्टेप सुरु भइरहेछ। आज चाहिँ गाडी आज र भोलि एक दुई दिन गाडी नभ्याउने भनेको छ र फेरि यता वाल सुरु गरेको छौँ। ढुङ्गाहरू ल्याएर सबै रास लगाएको छु। अझै अब एक दिनको लागि बाँकी छ ढुङ्गा ल्याउनु। यहाँ शिखर सोल्टीले पुरै आँगनमा गाडी ल्याएर यसरी पार्क गरिदिएको छ। कर उठाउनु पर्ने छ। कति उठाउने हो कर? यहाँ कर उठाउनु पर्ने छ। शिखर सोल्टी आउनु रहेछ हिजो बेलुका। ढुङ्गा त अब रास नै देखिन्छ। कति लाग्छ उफ्रिन्छ नि होला सायदै। हाम्रो पानी यसरी जमिरहेछ। हामीले खाना निकालेको लगभग कमर आउने दह भएको छ जमेर। यहाँनिर छ यो डुम्रीको रुखको अलिकति मुन्तिर यतापट्टि पहिलेको जुन धारा थाप्ने गाह्रा भनेको यही हो। यही आठको रुखको आसपासबाट नै यतैतिरबाट नै उता पानी छिराउँछौँ होला सायद। यसरी कम्प्लिट भयो। यो खोल्साको माटो पनि यसरी झिकेर उतै बोक्यो। यसरी खोल्सा बनायो। यहाँ माटो झिकेर अब अलिकति भर्नु बाँकी छ। हिजो काम गरिएन। हिजो नारी दिवस रहेछ। सबैजना कार्यक्रम राखामा रहेछ। त्यतातिर गयो। हिजो काम गरेन। हिजो काम गरेको भएदेखि त सकिन्थ्यो होला। अब आज चाहिँ करिब सकिन्छ होला। यो तल चाहिँ माटो खन्दै भर्दैछौँ। उता पल्लोपट्टिको माटो सकी बोकेर अब यही माटोले खनेर भरेर पुऱ्याउँ भन्ने सल्लाह हुँदै भएर यही खन्दै यहीँबाट उगाउँदै माथि हाल्दैछौँ। अब अलिकति यति बाँकी छ भर्न। यति अस्ति भरेको अलिक लेभल नमिलेर फेरि थपेको। यो अस्ति यो त पुरा त भइसकेको थियो। अलिक थोरै होचो भए जस्तो लागेर फेरि यो
गाडा थप्यो यसरी टेक्की टेक्की माटो हालेको छ खाप्नु पर्यो नि यसरी सबै माटो हालेर यसरी भरेको छौँ ढुङ्गा पनि बाँकी छ थुप्रै छ ढुङ्गा पुग्छ होला करिब करिब भन्ने प्रतिभा छ केही न केही सपना छ त्यही माया लाग्छ नेपाली हुनुमा गौरव पनि भयो देशको सीमाभित्र मैले जन्म लिएँ गोर्खालीको सन्तान भनी गर्व गरेका थिए जन्माएको आमाले हो घाँस काट्दा काट्दै बाउको जीवन यसै गर्यो दुःख साट्दा साट्दै हामीलाई के नै सुख छ सक्ने नसक्ने अन्न छैन भन्ने कुरा कता जानु भन्न अरू जन्म लिन पर्ने जापान धर्म छैन नेपालमा जन्म लिएर कहिल्यै सुख पाइन हामीलाई के नै सुख छ सक्ने नसक्ने मेरो पनि होइन यो देश मेरो पनि होइन मेरो पनि होइन यो देश मेरो पनि होइन आज भएर तल्लोपट्टि पनि यो कम्प्लिट भइसकेको छ कस्तो किरिमिरी भयो अब माथिल्लोपट्टि भोलि कम्प्लिट हुन्छ वाल चाहिँ अब सिमेन्ट सकियो यो ड्रम राख्ने स्ट्यान्ड पनि तयारी भयो यो चाहिँ अब ठ्याक्कै यो ड्रम राख्ने स्ट्यान्ड स्ट्यान्ड हाम्रो यो मापनको पनि जगसक तयारी गरेर गाडा पनि यति उठिसक्यो है जगसक तयारी हो
सकसक तयारी भएर यो हामीले ड्रम पनि राखिसक्यो। ड्रम राख्ने ठाउँमा यस्तो बनाइएको छ यो। ल यति वाल पनि तयारी उठो। यो चाहिँ हामीले तलैबाट नै ठ्याक्कै स्केलकै मात्र ल्याएको छौँ, ठुलो नबनाएको जक। ल नयाँ घरको अब यो ठ्याक्कै तल्लोपट्टि यतापट्टिको पनि कम्प्लिट भएको छ गारा। यसरी यो कम्प्लिट भयो तल्लोपट्टि पनि। अब पल्लोपट्टि चाहिँ हुँदैछ हाम्रो। भोलि अब यो वाल सायद होइन, भोलि कम्प्लिट हुन्छ। अब यसरी गर्दैछौँ। यो पछाडिपट्टि हो, आदिमा अलिक कम पार्नु के अरे भन्छ। अब यो तल्लोपट्टि र यतापट्टि सकिएको छ। हाम्रो वाल कम्प्लिट भइसकेको छ। अब यता ल अब यसको वाल पनि फिनिस भयो है। वाल सकियो। सानो घरको वाल पनि सकियो। तीनपट्टिको वाल सकियो सानोहरूको। एकपट्टिको माथि घरको चुचेगारा पनि प्लास्टर गरिसक्यो। अब एकपल्ट प्लास्टर बाँकी रह्यो। ल यो घरको प्लास्टर पनि सकियो। ल यो घरको पेटीहरू कम्प्लिट भएको अब सबै कम्प्लिट भइसकेको छ। घरको पेटीहरू यो सानो चाहिँ घरको पेटी। अनि यो काठ पनि काटिसकिएको छ। तक्तीहरू यो तक्ती सबै काटेर यहाँ यसरी सुकाएर राखिएको छ। यो चाहिँ अब सुकिसकेपछि थन्थनी यो माथिल्लोपट्टिको पेटी पनि प्रतिभा छ, केही न केही सपना छ, त्यही माया लाग्छ। नेपाली हुनुमा गौरव पनि भयो। देशको सीमाभित्र मैले जन्म लिएँ, गोर्खालीको सन्तान भनी गर्व गरेको थिएँ। जन्माएको आमाले हो घाँस काट्दा काट्दै, बाउको जीवन यसै गयो दुःख साट्दा साट्दै। हामीलाई के नै सुख छ र, सक्नेले गर, नसक्ने गर। मेरो पनि होइन र, यो देश मेरो पनि होइन र। मेरो पनि होइन र, यो देश मेरो पनि होइन र। ढलान अब पेटी ढलान भएको छ। पुरानो घरको पेटी ढलान अब यसरी हामीले ढलान गरेका छौँ। अब त्यो प्लास्टर बाँकी र ढलान पेटी ढलान पुरानो घरको। यसरी तल्लोपट्टि आई यो माथि पछाडिपट्टि यो माथिल्लोपट्टि
यहाँ माथिल्लोपट्टि माथिल्लोपट्टि अनि अगाडि सिक्का पनि सुरु भएको छ। खै साल्दा यता निस्किँदा यसो भिडियो यो अगाडि सिक्कामा पनि ढलान सुरु गरेको छौँ। अगाडि अब सिक्का ढलान हुनु सुरु भएको छ है। आदि त भयो जस भोलि हामी ढलान सक्दैछौँ। बालुवा गिटी पनि छ, गिटी पनि मेसिनले कुटेको भएर एक लेभलको यस्तो मजाको गिटी छ खर परेको। हातले कुटेको भए के यस्तो होइन त्यो बिचको चाहिँ के होइन होइन राम्रो हुँदैन त्यो चाहिँ मिलाउने, अरू चाहिँ ठिक्क पुरिँदैन। त्यो चाहिँ अरूको फेरि मिल्दैन नि त, लेभल मिल्दैन नि त। अब त्यसको ढुङ्गा होचो रहेछ नि त, त्यसको ढुङ्गा होचो भएकोले त्यो चाहिँ एउटा थाम चाहिँ पुरिने रहेछ। यो चाहिँ अलिकति पुरिने रहेछ। अब यिनीहरू पुरिँदैन, फेरि यो माथिल्लो छेउ पनि पुरिएन, यो उँधोको यो दुईवटा पनि पुरिँदैन। तर यो चाहिँ होचो रहेछ, यो चाहिँ थोरै पुरिँदैछ। ल अब मसला बनाऊ है, मसला बनाऊ है। ल बालुवा भडा गिटी भडा ल मापनको
रुनु परे मेरो मेरो देश हाँसिरहोस्, मर्न परे मै मरौँ, मेरो देश बाँचिरहोस्, मेरो देश बाँचिरहोस् सदा सदा। धन्यवाद कलाकार भाइ बहिनीहरू, निकै नै उत्कृष्ट प्रस्तुति दिएर मनोरञ्जन र भावुकता पनि बनाएर यहाँबाट जानुभएको छ।
पुरानो यो अहिलेको वाल चाहिँ यस्तै लगाइएको छ सबै स्टेप 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 छोडेर अब यसरी छिट्दै रुँदै छिन्